अब तपाईले पो लिनु भयो कि भएन? एउटा राजदूतको मूल्य कति हुँदो रहेछ? 1 करोड 2 करोड 5 करोड? भागभण्डा लगाउनेर पठाउनेहरूलाई सोध्नुहोस्, त्यो त मलाई केही थाहा छैन। तर पैसा तिरेर कतिपय राम्रा मान्छेहरू राम्रा पनि त्यतिकै पनि पठाएका छन् होइन। कतिपय राम्रा मान्छेहरूले पनि के राम्रा भएर के गरी जान पाइँदैन, दिनु पर्यो भनेर दिया पनि होलान्। कतिपय त के छ भने तपाईँ हामीलाई बाफ्रे बाफ यस्तो कुरा नि गर्नुहुन्छ भनेर कसै पार्टीका नेताहरूका मानिसहरूलाई कस्तो लाग्छ भने, नेताहरूलाई कस्तो लाग्छ भने त्यो त दुध भात भएको छ के। तपाईँ जानी खै कति 4-5 करोडसम्म त तपाईँले दिनु होला के अरे, मजाले आनन्दले सरुवा गर्दा त्यही भन्ने, नियुक्ति गर्दा त्यही भन्ने, प्रमोसन गर्दा त्यही भन्ने, लाज शरम केही पनि छैन। यस्तो हेर्नुहोस् पुलिस अफिसरहरू म कहाँ रुन आएको थियो, 35 लाख नभएर मेरो प्रमोसन भएको थिएन हजुर, सिस्टमले गराइदिनु भयो भने। इन्सपेक्टरबाट डिएसपी हुन, इन्सपेक्टरबाट डिएसपी हुन 35 लाख नभएको कारणले नभएको स्थिति थियो।